सो यो चाहिँ म बसेको होटल हो होटल मोडल एन्ड वान अफ द बेस्ट होटल यहाँ तपाईँलाई डबल रुम ट्रिपल रुम र 4 जनासम्मको रुम पाउँछ अफकोर्स होटल राम्रो हो र यहाँ चाहिँ हरेक कोठामा एउटा एट्याच बाथरुम छ एन्ड द मोस्ट इम्पोर्टेन्ट थिङ इज इट इज चिप एकदम सस्तो र बजेट फ्रेन्डली छ सो इफ यु वान्ट अ बजेट होटल दिस होटल इज बेस्ट नम्बर तल दिएको छ कन्ट्याक्ट गरेर बुकिङ गर्न सक्नुहुन्छ सो लेट्स स्टार्ट आवर भ्लग So hello, welcome back to my new vlog. र आज चाहिँ छु म कहाँ yes where I am I'm at पोखरा so आज चाहिँ म पोखरामा आएको छु and अहिले 9 बजिसकेको छ and I'm going to capture the night life in पोखरा म अलिकतिर जाँदैछु अहिले चाहिँ म होटलमा छु अहिले सब तयारी गरिसकेँ मैले मेरो पाउच प्याक गरिसकेँ गिम्बल र मोबाइल छँदैछ अरू त केही छैन मेरो हाल्नुपर्ने चिजहरू सो यति प्याक गरेर अब हामी जाँदैछौँ लेट्स गो सो यो चाहिँ नाइट है सो अफकोर्स राति यस्तै हुन्छ काठमाडौँ जस्तै छ पोखरा त्यति खास डिफ्रेन्स चाहिँ मैले देखिनँ होइन तर होप अलिकति अगाडि गएर चाहिँ झिलिमिली जस्तो देखाएको छु हेरौँ त्यहाँ गएर हेरौँ के हुन्छ त्यहाँ गएर चाहिँ अलिकति राम्रो देखिन्छ कि भन्ने आश छ होइन म अघि अलिकति अगाडिसम्म गएको थिएँ होइन त्यहाँबाट चाहिँ मोबाइल नभएर म फेरि फर्केर आएको थिएँ अब चाहिँ सिधा जानेर क्या फेवाले पुग्नुलाई चाहिँ यो झिलिमिली देखिरहेको बत्ती छ नि त्यहाँबाट सिधा हानेर सिधा पुरै सिधा हानेर सिधा जाँदैछु म पोखरामा नाइटमा कस्तो हुन्छ त्यो देखाउनु गइरहेको छु है त सो या म चाहिँ चोकनिर आइपुगिसकेँ है त धेरै भाइ यस्तो रमाइलो लागिरहेको होला है यस्तो लाइक डर पनि लागिरहेको छ रमाइलो लागिरहेको छ नर्भस नि भइरहेको छु सबै एकैचोटि भइरहेको छु क्या म चाहिँ छ सो रोड क्रस गरौँ पहिला हामी माहौल यो हो नि त यार वर्ल्ड कपको सिनेरियो चाहिँ यसमा छ क्या वर्ल्ड कप पोखरामा लागेको छ काठमाडौँमा पनि लागेन होला जति वर्ल्ड कप पोखरामा लागेको क्या र सबको झन्डा छ क्या यस्तो खतरा छ ल झन्डाहरू हेर यस्तो मजाले राखेको छ यहाँ आमामामामा ल फेवा लेक साइडमा आइपुग्नु लागिसक्यो यार हामी त्यो लेक साइड त्यतातिर लेक साइड भयो होइन सो हामी अलमोस्ट आइपुग्नु लागिसक्यो मैले त झन्डा हेरेर लाइक कस्तो खतरा छ भने ल पुरै झन्डै झन्डा हैट हो हिमालय त पुग्यो अब यहाँबाट कता अनि मलाई थाहा छैन यता यता आई डोन्ट नो कता अनि अब यता जाऊँ अब सिधा नमिल्ने होला यसको दिस वे यता जाऊँ यता के छ यता मैले सुन्दै आइरहेको छु होइन लेक साइडको लाइफ छुट्टै हुन्छ भनेर होइन सो आज चाहिँ क्याप्चर गर्न आइरहेको छु really different यार यो चाहिँ हाम्रो लेक साइड भयो होइन यताबाट देखियो पुरै म राति आइरहेको छु राति मोबाइलले त्यति राम्ररी क्याप्चर गर्दैन होइन नत्र बबाल देखाउँछु म अरूभन्दा नि मलाई डर चाहिँ के थियो भने लास्ट टाइम मैले एउटा न्युज सुनेको थिएँ होइन नेपालीहरू धेरै खाने यार इन्डियनहरू पनि छन् नेपालीहरू पनि छन् सो यहाँ पुरै पार्क जस्तै रहेछ क्या मस्त छोइला सेका बनाएर खाइरहेको छ होइन मैले इमेजिन मात्र गरेको थिएँ एन्ड इट इज अलमोस्ट सेम लाइक द्याट क्या मैले के इमेजिन गरेको थिएँ होला यस्तै थियो यस्तै बाटोमा हिँड्ने होला बट मैले चाहिँ यो साइडमा होटेलहरू नि हुन्छ होला भनेर सोचेको थिएँ तर होटेलहरू चाहिँ छैन रहेछ होइन पोखरी चाहिँ खतरा छ नि यहाँबाट हो तल गयो होटेलहरू नि हुन्छ होला भनेर जस्तो लाग्थ्यो तर यहाँ अगाडितिर चाहिँ होटेलहरू नि रहेछ है होटेलहरू नि रहेछ मैले देखेँ एकदम ठुलो छ लेक साइड चाहिँ एकदमै ठुलो छ म पुरै घुम्न सक्दिनँ आई विल गो अप टु दियर है त्यो लास्ट लाइट कहाँसम्म छ त्यहाँसम्म चाहिँ म पुगेर आउँछु होइन त्योभन्दा टाढा चाहिँ म जाँदिनँ मलाई आई थिङ्क अहिले रिसेन्टली 4th इयरमा एउटा सरले भन्नुभएको थियो लेक साइडमा गिटार बजाएर गीत गाएर पैसा कमाउँछ भन्नुहुन्थ्यो क्या एन्ड आज मैले त्यो देखेँ पनि क्या एकदम लाइक
नयाँ पुरै नयाँ फिल भइरहेको छ यार मलाई त्यो एरियामा ए अब यार सेम मैले जे सोचेको थिएँ त्यस्तै छ भने लेक हुन्छ यतापट्टि यो साइडमा होटेलहरू हुन्छ यता साइडमा हिँड्ने ठाउँ हुन्छ एन्ड इट इज सेम एज द्याट केही पनि डिफ्रेन्स छैन यार केही डिफ्रेन्स छैन म बसेको होटलबाट चाहिँ जम्मा 5 मिनटको डिस्टेन्समा रहेछ यार म ड्याडलाई थ्याङ्क यू भन्न चाहन्छु त्यति टाढा छैन क्या यो ठाउँ तर कस्तो मजाले बिहान गरिरहेको यस्तो नि छ है पोखरामा यार छुट्टै छ क्या छुट्टै लाइफ इन पोखरा ओए सेन्ट एन्ड्रेसको जस्तै पुल पनि रहेछ यार बत्ती झिमिक झिमिक गर्दै हो कपल्सहरूसँग हिँडिरहेछन् साथीहरूसँग हिँडिरहेछन् कोही फर्स्ट स्टेसनमा बसिरहेछन् कोही यत्तिकै बसिरहेछन् ड्याम यार पोखरा त बवाल रहेछ त यार होइन यस्तो नहिँडे होइन म कमल भक्तपुरको कमल पोखरी पनि धेरै हिँडेको छु बट यो डिफ्रेन्स छ क्या हेर न ल पुल खतरा खायो नि त ल ढुङ्गाले बनाएको पुल म आज संसार पुगेर है तर नाइट लाइफ चाहिँ मैले अहिले क्याप्चर गरिरहेको छु क्या होटेलहरू टन्नै छ यार टन्नै छ मैले जस्तो सोचे त्यस्तै है पन्जाबीहरू नि छन् यार सब छन् सब फिसिङ सब थोक भइरहेको क्या यो लेक है कस्तो बवाल छ यहाँबाट चाहिँ खतरा देख्दो रहेछ ल फेवा लेक म भोलि बिहानको क्याप्चर गरेर छुट्टै हाल्छु ओ माथि माथि नि छ क्या बस्तीहरू तर मलाई चाहिँ यो होटेलहरू सही लाग्यो यार यो फर्स्ट टाइम हो यार मेरो होइन पोखरा आएको त मेरो सेकेन्ड टाइम हो यो होइन थर्ड टाइम भनौँ न फर्स्ट म स्कुलबाट आएको थिएँ सेकेन्ड लास्ट इयर लास्ट भन्दा नि 1-2 वर्ष अगाडि चैतमा आएको थिएँ म मेरो दिदीहरू करुणा म हामी मुक्तिनाथ गएर आउँदाखेरि बसेको थिएँ त्यसलाई चाहिँ यस्तो नाइट लाइफ मैले अहिलेसम्म देखाएन एन्ड दिस इज माई थर्ड टाइम एन्ड आज म नाइट लाइफ क्याप्चर गर्दैछु 9:30 भइसक्यो क्या दिस इज यो सबै मान्छे 9:30 क्या 9:30मा नि यत्रो मान्छे क्या भक्तपुर सुनसान भइसक्छ यार यति बेला मलाई डर लाग्छ रुखहरू हेर ल वर्ल्ड कप भयो नि त लङ्गुर पूजा नि चल्छ यार ल सही छ यार पोखरा त रोटी पिङ छ यार रोटी पिङ खेल्नु जानु मन लाग्यो यार मलाई हल्ला कि नहल्ला 50 रुपियाँ बगलीमा र ल दिस इज द पोखराज लाइफ गाइज के हो यो ओ खतरा छ यार Let's look at that. Dang. आवाज हो त यार मैले धेरै जस्तो चाहिँ क्याफेहरू कफीहरू अनि सेक्वा कर्नरहरू चाहिँ धेरै देखेँ चल्ने यही त हो नि होइन पोखरामा अरू के चल्छ र पोखरामा होइन सबजना रेस्ट लिन आएको सबजना रमाइलो गर्न आएको हुन् होइन मागजुगरबाट हो क्या होइन सो यहाँ पनि गिटार बजाइरहेको रहेछ होइन सपना थियो यार पोखरामा एकचोटि यसरी हिँड्छु भ्लगिङ गर्छु भन्ने र आज म आइपुगेँ यस्तो रमाइलो लागिरहेको नि मनमा नै खुसी नि भइरहेको अलिकति डर नि लागिरहेको क्या होइन किनकि पोखरा हो भर छैन थोरै न काठमाडौँमा सेक्योर छैन भने पोखरामा कसरी सेक्योर हुन्छ होइन मैले पोखरा अनसिक्योर भन्नु खोजेको चाहिँ होइन है एकदम सेक्योर छ होइन तर लास्ट टाइम सुन चोरी भयो भन्दाखेरि चाहिँ होइन त्यति मैले लाइक सेक्योर चाहिँ फिल गरेको छैन क्या पोखरामा मान्छे हेर्दै सबै डर लाग्दो नि है आइपुग्ला यार हामी यसलाई किनार उठेर आउँदाखेरि होइन मेरै मोबाइल लुट्न आएको जस्तो फिल हुन्छ आइरहेको क्या
लुट्यो भने त केही गर्नै सक्दिनँ त यार म दौडिनै सक्दिनँ यार धन्न यहाँ चाहिँ गिटार हान्ने चाहिँ लिन्छ यार म यता त कोही छैनन् ऊ त्यहाँनिर जान्छु खुट्टा एकचोटि धुन्छु हिलो लागेको छ यार अनि म फर्किन्छु कास पैसक्यो हिँड्दा हिँड्दै गाह्रो रहेछ यार पोखरा हिँड्न चाहिँ तर यति मात्र छ क्या तिम्रो होइन अलिकति भाइब आउने ठाउँ अलिकति झिलिमिली भनेको यो साइड मात्र छ क्या हो देख्यो नि यति चाहिँ झिलिमिली छ अनि योबाट यतातिर त्यति छैन सुनसान छ लेक हो अनि लास्टमा अलिकति झिलिमिली यहाँनिर छ सो त्यही भएर चाहिँ म यहाँसम्म आएको क्या अब म लास्ट भनेको मेरो यहाँ हुन्छ अनि यहाँबाट चाहिँ म जान्छु ल यही हो फेवा लेक आइपुग्यो होइन भिडियो अफ भएछ यार बनाउँदा यादै नगरेँ मैले त फेवा लेक यही हो बिहानभन्दा राति रमाइलो यही हुन्छ यति नै हो केही छैन यति मात्र छ अरू केही छैन अब हामी यहाँबाट फर्किन्छौँ सो या फेवा लेक आइयो हेरियो होइन यी फेवा लेक एकदम रमाइलो पनि भयो अब आजलाई यति नै भन्दै आजको भ्लग म यहीँ सघाउँछु खुट्टा पनि धुइयो हिलो सिलो गइहाल्यो अब यहाँबाट अरू जाने ठाउँ नि छैन यतातिर पुरै अँध्यारो छ भने उज्यालो भने यही साइडमा मात्र छ सो फेरि फर्किँदैछु म सबैजनाले हेरिदिनु होला लाइक सेयर मेरो अनुहार आएन खै लाइक सेयर र सब्सक्राइब गर्नु नबिर्सिनु है त फेरि त्यो चाहिँ गर्नै पऱ्यो फेरि पनि यस्तो भिडियो ल्याइरहन्छु सो अगेन लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला सो आजलाई यति नै फेरि भेटौँला अर्को भिडियोमा